नमस्कार सम्पूर्णमा। आज एउटा कथा भन्न मन लाग्यो। कथा अलिक पुरानै छ। हुन त कथा भनेपछि पुरानै नै हुने भयो। एउटी बुढी आमा जसका 4वटा छोराहरू। एउटा छोरो विदेशमा, एउटा छोरो आर्मीमा जागिर खाएर छोडेर घरमा बसेको, एउटा छोरो अलि सामान्य अपाङ्ग पनि जस्तै त्यस्तै खालको तर एक्टिभ मान्छे। अनि अर्को एउटा कान्छो, ऊ पनि घरमै। यो आजभन्दा केही धेरै वर्ष पहिलाको कुरा हो। त्यस्तै हुने क्रममा जेठो छोराको बिहे गरिसकेको जेठी बुहारी र नाति चाहिँ घरमै। त्यसपछि जेठो छोरो चाहिँ विदेशमा कहिलेकाहीँ आउने, सामान्य अब आउने जाने धेरै नहुने, कहिलेकाहीँ 4-5 वर्षमा आउने, त्यस्तो रहेछ। अनि त्यसै क्रममा अब जेठो छोराको त बिहे भइसकेको थियो, अरूको पनि बिहे गर्नु, जेठोको पनि भइसकेको थियो, माइलोको पनि भइसकेको थियो। तर माइलोको पनि बिहे भएर पनि छुटेको, विभिन्न कारणले छुटेको, त्यो कुरा पछि गरौँला। त्यस्तो भएको। अनि अब साइलो र कान्छो बिहे गर्न बाँकी हुनुभयो। त्यसको लागि चाहिँ अब केटी खोज्दै जाँदा साइलो छोराले चाहिँ यस्तो मान्छे भेट्नु भएछ जो चाहिँ भुटानबाट नेपाल आएको। पहिला नेपालमै रहेको र नेपालमा विभिन्न त्यो पहिला त अलि धेरै महामारीहरू निस्किने अनि खान पनि नपुग्ने त्यस्तो अवस्था थियो रे, मैले बुझेसम्म थियो रे। उनीहरू त्यसपछि भुटान गएछन्। भुटान, आछाम कता बसेपछि त्यता केही समय बसेर त्यता बस्न नसक्ने भइसकेपछि 3टा छोरी र एउटा छोरा लिएर नेपाल आउँदै रहेछन्। नेपाल त्यो आउँदै गरेको मान्छे 3टा छोरी, एउटा छोरा, उहाँको चाहिँ श्रीमती पहिले बितिसक्नु भएको रहेछ। त्यो कुराको मलाई पनि त्यति जानकारी छैन। अनि त्यो मान्छेहरूलाई चाहिँ अब यता काठमाडौँतिर कता भौतारिँदै हिँडिरहनु भएको थियो। अब यो